मेरो गाली त खाकै हुन्छ के, हरेक दिन कोही न कोहीले गाली खाकै हुन्छ। आज रेड लाइट बले छैन, आहा कस्तो आनन्द। गोर्खाली दाई आउँदाखेरि त्यतिखेर सुनोली जान दिएको थिएन नि त। ओ हेलमेट उतार्न परेगा, तर बाटो बन्द अङ्कल यहाँनिर हुन्थ्यो के रहेछ कि अहिले त इन्डियन कप्सहरूले त केही भन्दैन, लुकिङ ग्लासको त, तर नेपालीहरूले चाहिँ नि औडा गर्छ क्या। 3, 2, 1 ब्युटिफुल वेलकम ब्याक अगेन माई ब्लग। होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड इट्स यो बोय मिस्टर आकृत। एन्ड ल हेर यो कारलले के गरेछ आखुरी, साइडको हानेछ। म सिधा जानुपर्ने हो, अलिकति उ गर्छु भनेर तल साइडबाटै हालिदिन्छु। साइडबाटै हालिदिन्छु, अब के गरौँ त। होस् ग्रिन लाइट बोल्यो यतिबाट हालिदिन्छु, यहाँ जाम रहेछ अनि त्यही भएर। सो त्यही हो केटा हो। अब एउटा न एउटा रिक्साहरूले बाइकहरूले होइन गाडीवालाहरूले खै किन हो, एक नै मेरो गाली त खाकै हुन्छ के, हरेक दिन कोही न कोहीले गाली खाकै हुन्छ। किनभने यिनीहरूलाई चाहिँ नि साला ट्राफिक नियमको बारेमा थाहा छैन, कुन लेनबाट कहाँ छिराउने हो, कताबाट कहाँ छिराउने हो, कुन बत्ती बल्दा कुन छिराउने भनेर। अरू बाइकहरूले जे गर्यो, अरू स्कुटीहरूले जे गर्यो त्यही गर्न खोज्छ, अनि त्यही भएर गाली खान्छ क्या मेरो। तर पनि ठिक छ। सो गाइस त्यही हो, अरू त के भन्नु छ र। मेरो भ्लग अस्तिको नाइट राति क्याम्प फायरवाला भ्लग हेरिदिनु भयो होला, सायद रमाइलो लागेर होला। अनि त्यहाँ मैले भन्थेँ नि हि इज टल्किङ विथ कप्स भनेर साथीलाई भन्थेँ नि। त्यो साथी चाहिँ नि यस्तो भएको थियो क्या, त्यहाँ के भएको थियो भन्दाखेरि वेटै सागो बाल्न लाग्दाखेरि लाइक ऊ आउनु थियो क्या, कप्सहरू आएको थियो होइन, अनि पुलिसहरू आउनु थियो। एन्ड यहाँनिर बालुवाहरू चोर्न आउँछन् यताउता, तर ठिक छ तपाईँहरू बस्नु रमाइलो गर्नु यताउता भन्नु त नि। हाम्रो मासु टन्नै थियो होइन, अनि हामीले भनिदिएको के अरे हजुरहरूको ड्युटी छ भने यसो घुमेर आउनु नि त, होइन घुमेर आउनु, हामी त उसो यहाँ पकाउँदै गर्छौँ, आएर बसेर रमाइलो गरेर जानु होला भनेर भनेको। अनि पछि उहाँहरू पनि एक राउन्ड घुमेर आउनुभयो, घुम्ने ड्युटी रहेछ, अनि सर एक राउन्ड घुम्नुभयो। हामी पनि टक्क मासु रेडी गरेर आउनुभएको थियो, यसो बस्यो सँगै रमाइलो गरेर होइन। एन्ड त्यही हो, अब अस्तिको भ्लगमा त्यही हो, रमाइलो गरेर थियो। अब सो आज के हो भन्दाखेरि हुन त केही पनि छैन। टुडे वी आर गोइङ सुनौली है। आज मैले फर्स्ट टाइम मेरो बाइक सुनौली लिएर जाँदैछु होइन। लेट्स सी होइन, हाम्रो बाइक डट के लाइक डट सुनौलीमा जान दिन्छ कि दिँदैन है। एकचोटि गोर्खाली राइडर दाईहरू आउनुभएको थियो नि, गोर्खाली राइडर दाई हुन्छ नि, गोर्खाली दाई आउँदाखेरि त्यतिखेर सुनौली जान दिएको थिएन नि त होइन। अनि योपालि चाहिँ अब योपालि त के भन्नु होइन, म लिएर जान्छु, जान दिन्छ कि दिँदैन हेरौँ। सायद मेबी जहाँसम्म लाग्छ दिन्छ जस्तो लाग्छ, किनभने अस्ति सिजन भ्लग पनि गएर आएको थिएँ, उसोल्डी पनि गएर आएको थियो। अब म पनि जान्छु हेरौँ। आज रेड लाइट बले छैन, आहा कस्तो आनन्द। रेड लाइट बोल्ने भने त क्या मजा आउँछ नि हिँड्न नि है। हाम्रो देवकोटा चोक सधैँको देवकोटा चोक। अहिले त सुनौली जाँदैन म, अहिले फिलहाल अहिले त सुनौली जाँदैन म, अहिले पछि जाने हो। पछि भन्नाले अहिले 4:30 बजीतिर जान्छु। अहिले त फिलहाल सधैँको काम पसल खोलेर आमवाला हुन्छ नि त, त्यही हो। सो हाम्रो देवकोटा चोकको बाटोतिर पनि यस्तो यो रेलिङ लगाएको छ है बाटोमा, क्या बवाल रेलिङ लगाएको छ, पहेँलोवाला रेलिङ लगाएको छ, आधीसम्म जम्मा लगाएको छ, यदि पुरै उता लगाएको छैन नि त, त्यही भएर आधी ठेक्का यतापट्टिको ठेकेदारलाई होला, उतापट्टिको ठेकेदारलाई अर्को ठेक्का होला। सो अहिले त फिलहाल बुढीको छुट्टी भयो, बुढीलाई लिन जान्छु। एन्ड बुढीलाई लिएर म सुनौली जान्छु। आज सुनौली जानुपर्ने काम छ मेरो होइन, सुनौली जानुपर्ने काम छ। अब सुनौलीको रियाक्सन हेरौँ है, बाइकमा जान दिन्छ कि नै, डट बाइकमा पारिपट्टि जहाँसम्म लाग्छ जान दिन्छ है। बुढीलाई पनि लिगिसकेँ मैले। माई वाइफ इज इन ब्याक साइड, पछाडि छ ऊ, घाम टल्किरहेछ तर। सो अहिलेलाई फिलहाल कहाँ जानुपर्ने हुन्छ अरे, हामी सुनौली। लेट्स सी बाइक लिएर जान दिन्छ कि नै पारिपट्टि।
दियो भने जाने हो, दिएन भने त फर्किनुपर्छ। यो बाटो उताको हाइवे बाटो जान्छु भन्थ्यो, तर फेरि वहाँबाट जानु भन्दा त बरु सिधै यहाँबाट बाइपासको बाटो हुँदै सिधै जान पाइयो नि त। बाइपासको बाटो हुँदै सर जाने, उताबाट जाँदा त घाम पर्छ, वाइल्ड डेन्जर मुखैमा घाम पर्छ नि त। अनि त्यही भएर के भैरवमा यति डेन्जर घाम छ नि, यति डेन्जर घाम छ, उफ घाम। बाटो बन्द छ अरे, यताबाट बाटो बन्द छ क्या सायद। यताबाट बाटो बन्द अङ्कल, जान्छ अरे यताबाट बाटो बन्द लेखेको थियो, तर जान चाहिँ जान्छ अरे। बाइक त आइरहेछ। अब यहाँ चाहिँ सशस्त्र प्रहरी बलको चेकिङ हुन्छ यहाँनिर हुन्थ्यो के अरे चेकिङ। अहिले त सशस्त्रहरू त छन् तर चेकिङ छैन है। हामी त यो बाटो आयौँ। ओए यहाँ त के यत्रो खाल्डो छ त। हामी हाइवे नै जानुपर्ने हुन्छ। पर्दैन त, लुकिङ ग्लास निकालिदिउँ होइन। बोर्डर साइड आछौँ, ल्याङ गर्छ फेरि तेरो लुकिङ ग्लास के हो यहाँ हो। इन्डियनकोले त केही भन्दैन, तर इन्डियन कप्सहरूले त केही भन्दैन लुकिङ ग्लासको त। तर नेपालीहरूले चाहिँ अडा गर्छ क्या, नेपालकोले ल्याङ हान्छ, त्योभन्दा राम्रो हालेरै गएको राम्रो। हाम्रो भैरवाको बोर्डर हो यो, भैरवाको बोर्डर। यहाँनिर भन्सार चेकिङ हुन्छ केटा हो। यहाँ भैरवा भन्सार कार्यालय चेक जाँच भन्सार चेकिङ गर्छ। उसमा आएको के अरे रेक्सामा आयो भने उसमा आयो भने चेक गर्छ यहाँनिर। ओ चच्चा त्यहीँ दिए वज्रो चेकिङ छ त्यो यार। चेकिङ त त्यस्तै हो, पर्दैन खै थाहा भएन। जाउँ न, रोक पर्दैन होला, ड्रेसमै छ के अरे। जाउँ न, जाऊ खै जाऊ गरी देखाएर आउन। सो यहाँनिर आइडी देखाउनु पर्ने हुन्छ। मेरो बुढीले पछाडि बसेकोले, अनि यतातिर हामीले यहाँनिर आइडी देखाउनु पर्ने हुन्छ। ओ हेलमेट उतारना पड़ेगा। देखिए हाँ नहीं, यही सुनौली और किधर जाना है बस। फंसे हो कहीं पर नहीं, किधर जा रहे हो अंदर। सो इधर अभी हम लोग इंडिया पे आ गए हैं। अभी इंडिया पे आ गए हो तो हम लोग हिंदी बोलेंगे। अभी इंडिया बॉर्डर हम क्रॉस हो चुके हैं अभी, इसलिए मैं हिंदी बोलूँगा, क्योंकि जिधर जाएंगे उधर का भाषा ही बोलेंगे, अच्छा होगा इसीलिए। लेकिन इधर नेपाली, पूरा नेपाली भाषा चलता है, पूरा नेपाली। वो सब लोग नेपाली भाषा बोलो, सब लोग नेपाली भाषा बुझ जाएंगे कि नेपाली है बोल के, ऐसा करके। कहाँ त्यही रोकने है। सो अभी उधर रास्ता खाली है, मैं इधर रोक देगा बाइक। इधर रोक देगा मैं। सो यहाँनिर अब मेरो बुढीले हेरिसक्यो, के हेरिसक्यो हो, खास यस्तै खोज्या हो, नभेटेर हो। ओ खोजेको चाहिँ यही वाला होइन। रातो